हेलो साथीहरु, म चाहिँ अब बेलुकाको डिनर बनाउनु गइरहेको है। कर्ची मर्ची, टमाटर, प्याज, अदुवा लसुन अब रेडी। अब कराईमा ठ्याक्कै तेल लगाइन्छन्। ठ्याक्कै ठिकैको हाल्नुपर्छ, किनभने त्यो अलरेडी त्यो जाँतेमा चाहिँ पुरा बोसो छ कि, त्यहीबाट उयो निस्किहाल्छ। हेर्नुहोस् है, अब म चाहिँ डिनर बनाउँदैछु बेलुकाको। मजाले कर्ची मर्ची बनाएर खानुपर्छ। हाम्रो चाहिँ भर्खर चाहिँ 8:30 भइसक्यो। आज चाहिँ अलिक छिटो भयो जस्तो छ। आज चाहिँ अब दोकानमै खाएर जानु पर्यो भनेर यहाँ दोकानमै पकाउँदैछु। अब कराईमा तेल एकदम खरिनु थाल्यो, प्याज हालिन्छन्, त्यहाँदेखि यहाँ लसुन अदुवा पिनेको, त्यहाँदेखि ठ्याक्कै बनाइन्छन्। प्याज फ्राई, फर्स्टमा प्याज फ्राई गर्यो। प्याज फ्राई गरिसकेपछि हल्का रातो भएपछि त्यहाँदेखि तपाईँको लसुन र अदुवा पिनेको लगाइन्छन्। त्यहाँदेखि त्यसलाई फ्राई गर्यो। त्यो फ्राई गरिसकेपछि मासु हालेर चाहिँ मजाले पकाइसकेपछि बाह्रै मासु पाकिसकेपछि त्यहाँदेखि टमाटर हाल्नुपर्छ। अब मासु लगाए, त्यहाँदेखि हल्दी हाल्नुपर्छ, नुन, मिर्चिन लगाएर चाहिँ मजाले यसरी भुट्नु। मजाले टक्कै मजाले मिक्स गर्नुपर्छ। मरमसला, बेसार, हल्दी, खोर्सानीहरू सबै मजाले मिक्स। त्यहाँदेखि चाहिँ यो थालले ढ्याप्पै छोपिदिन्छ। अनि आगोलाई अलिकति हल्का पार्नुपर्छ, नभए डढ्छ। यतिको गरेर त्यहाँदेखि बिस्तारै पाक्दै गर्छ। त्यहाँदेखि त्यो पाकिसकेपछि चाहिँ मासु टमाटर हाल्नु पर्छ। सिन्ड्रेलाहरू पनि कहिले भात पाकेर दिन्छ भइरहेछ। आज दोकानमै आएछ यो पनि। बाहिर बस, बाहिर जा, त्यही बस, भुइँमा बस। हो त, गुड। अहिले एकछिनमा पाकेपछि दिन्छ, बुझ्यो? एउटा चाहिँ सुतिरहेछ, एउटा लप 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 लप। कहिले पाक्छ र दिन्छ भइरहेछ। सुत सुत, हो त सुत, गुड। हो त्यहाँ पर्खियो, अहिले एकछिनमा दिन्छ ल। हेर्नुहोस् है, अब चाहिँ निकै पाक्नु आँट्छ। अब एकछिनबाट त्यसमा पट पड्केपछि चाहिँ त्यहाँदेखि टमाटर हाल्नुपर्छ। टमाटर लगाएर चाहिँ एकछिन भुटेर त्यहाँदेखि ठक्कै छोपिराख्नुपर्छ। जसै म चाहिँ यसरी बनाइखान्छु। यो तेल चाहिँ सबै बोसो बिल्लिएर निस्किएको तेलहरू। अब चाहिँ पड्किन थाले मासु, पट पड्क्यो पछि चाहिँ सम्झिनु अब चाहिँ पाक्दै रहेछ। त्यहाँदेखि ठ्याक्कै टमाटर हाल्नुपर्छ। आज टमाटर कम्ती भएछ।
त्यहाँदेखि यसलाई सर्ट यसरी चलायो चलाइसकेपछि चाहिँ त्यहाँदेखि हल्का पानी हालिदिनुहोस् कम्ती टमाटर पाक्नु लाग्छ हल्का पानी लगाएर चाहिँ छोपिदिनु पर्छ त्यहाँदेखि आगोलाई अलिक बढाइदियो ल अब रेडी भए पाक्यो अब खाना पस्काइन्छन् गम गम खाइन्छ यस्तो देखाउनुपर्छ त्यहीमा गाँच्नुपर्छ है म चाहिँ खानु थालेँ अब बेलुकाको डिनर कर्ची मर्ची हेर्नुहोस् तपाईँहरू पनि यस्तै बनाएर खानुहोस् है बेलुका बेलुकाको कोही बेला म चाहिँ अब सधैँ यस्तै खानुपर्छ आज चाहिँ दोकानमा गएर अचार चाहिँ छैन कर्ची मर्ची र अब प्याज काँचो प्याज आफै बनाए आफै मिठो नि हो